काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले फ्रान्सको पेरिसमा भएको 77औं कान्स फिल्म फेस्टिभलका क्रममा गरेको खर्च अनियमित भएको महालेखा प्रतिवेदनमा उल्लेख छ। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदनमा काठमाडौँ महानगरद्वारा गरिएको विभिन्न खर्चहरूमा व्यापक प्रश्न उठाएको छ। कार्यपालिकाको 2081 साल असार 10 गतेको स्वीकृत निर्णय अनुसार बालेन र उनका सल्लाहकार सुनिल लम्साल तथा कुमार बेन्जनकार समेतले फ्रान्सको पेरिसमा भएको 77औं कान्स फिल्म फेस्टिभल भ्रमणमा गरेको खर्च बापतको 20,49,165 रुपैयाँ भुक्तानी अनियमित भएको महालेखाले जनाएको छ। यसका अलावा सोही भ्रमणका लागि भुक्तानी गरिएको थप 2 किस्ताको 1,47,706 र 62,531 रुपैयाँ रकम पनि अनियमित रहेको प्रतिवेदनमा उल्लेख छ। कार्यपालिकाको 2081 साल असार 10 गतेको स्वीकृत निर्णय अनुसार बालेन र उनका सल्लाहकार सुनिल लम्सालले गरेको ब्राजिल भ्रमणको हवाई भाडा 10,23,000 रुपैयाँ पनि अनियमित रहेको महालेखाले जनाएको छ।